हेलो हेलो नमस्ते सबैजनालाई। यो चाहिँ स्लोभेनियाको फलफुल खेती हो है। फलफुल खेती जुन दृश्यमा तपाईँले देखिरहनु भएको छ, यो भिडियोमा देखिरहनु भएको बिरुवा चाहिँ बोट चाहिँ आरुको हो है। नेपालमा हामी आरु भन्छौँ। यहाँ चाहिँ स्थानीय भाषामा खोइ के भन्छ, मलाई खासै यसको विषयमा जानकारी भएन। यो पछि तपाईँहरूलाई म मेन्सन गर्ने नै छु के भन्छ यहाँको लोकल भाषामा। यो चाहिँ आरुको खेती हेर्नुहोस् त कस्तो मजाले गरेको, कस्तो मजाले क्या त्यो ठुलो ठुलो रुखलाई काटेर होचो बनाएको कि ताकि यसलाई टिप्नलाई सजिलो होस्। हेर्नुहोस् त गऱ्यो भने के हुँदैन। अनि यतापट्टिको स्याउ खेती हो। यो स्याउ नै हैन त गणेश सर? स्याउ पनि लटरम्मै फल्या छ हैन। कन्फर्मै स्याउ हो एकदम। स्याउको लागि पनि पुरा टनेल बनाएर यो असिना पर्यो भने हैन, पुरा टनेल बनाएर असिना पर्यो भने यो फुल नझरोस्, स्याउ खेती स्याउ फललाई असर नगरोस् भनेर एकदम व्यवस्थित तरिकाले के यो हो नि त हैन। एग्रिकल्चर सिस्टम भनेको विकास यसरी हुन्छ के देश। सबै आफ्नो देशभित्र खपत हुने जति पनि कुराहरू अब यहीँ उत्पादन हुन्छ के। अर्को भिडियोमा तपाईँलाई म आलु खेतीको पनि भिडियो देखाउने छु हैन। अनि त्यसपछि मकै पनि यहाँ टन्नै लगाएको हुन्छ। हामी चाहिँ यता यसको नजिकै यो फार्मको नजिकै कम्पनीमा काम गर्छौँ हैन। अनि छुट्टीको दिन परेर घुम्दै पुगेका थियौँ कि हामी दुईजना नेपाली छौँ। घुम्दै पुगेको थियौँ, त्यही भएर यहाँको हरियाली वातावरण साह्रै मन लोभ्याउने खालको छ कि। तपाईँको यो एकदम शान्त हैन, हरियाली। अनि विश्वमै हरियाली देशमा भनेर चिनिन्छ अरे क्या स्लोभेनिया चाहिँ। राम्रो छ, हावापानी ठिक छ हैन। यहाँको मौसम ठिक छ, यहाँको मान्छेहरू एकदम सहयोगी छन्, एकदम राम्रो छन् यहाँको मान्छेहरू। यहाँको मान्छेहरू त्यस्तो सेल्फिस छैनन् हैन। अनि त्यसपछि तपाईँको अब सबै कुराको फ्यासिलिटी छ। युरोपमा त्यही त भने हैन, बस पैसा हुनु पर्यो, सबै कुराको फ्यासिलिटी छ यहाँ। महँगीको हिसाब कुरा गर्दा चाहिँ अब महँगी चाहिँ अलिकति महँगी नै छ, किनभने यहाँ फलफुल विशेष गरी फलफुलहरू अनि अलिकता जुस आइटम फलफुल आइटमहरू चाहिँ अलि महँगो नै हुन्छ हैन। अनि यहाँ चामल भनेको अलिकता महँगै हुन्छ, किनभने यहाँको मान्छेहरूले प्रायः चामल खाँदैनन्।